हेलो गाइज वेलकम टु माई अनदर न्यू ब्लग। म चाहिँ आज एउटा सानो भिडियो ल्याएर आएको छु होइन। मैले चाहिँ हिजो एउटा भिडियो ब्लग अपलोड गरेको थिएँ होइन। अनि त्यो चाहिँ कसले हेर्नुभएको छैन सबैजना गएर हेरिदिनुहोस् है त, कस्तो छ के छ। यसो भ्यूहरू पनि राम्रो छ, सबैजना हेरेर लाइक सेयर सब्सक्राइब र कमेन्ट पनि गरिदिनु है त। अनि के छ त हालखबर, म चाहिँ आज धेरै दिनपछि आएँ होइन युट्युबमा। कहिले टाइम नमिल्ने कहिले के गरेर मलाई खासै आएन भनौँ न, बिचमा ग्याप भयो। म फेरि ब्याक भएको छु होइन। सबैजनाले सेयर सब्सक्राइब गरिदिनु, अनि कस्तो लाग्यो ब्लग कमेन्ट पनि छोडिदिनु है त। अनि के छ त अरू हालखबर, खाना खानुभयो कि? मेरो मोबाइलमा चाहिँ चार्ज पनि छैन रहेछ, 41% मात्रै रहेछ। अनि अनि त्यसपछि चाहिँ आज सेयर चाहिँ के घटेछ क्या हो, सबै घटेको मात्रै सिम्बलहरू आइरहेको छ त सेयर। मेरो मोबाइलमा नोटिफिकेसन आइरहेको छ कि सेयर घट्यो भनेर। ठिक छ घटे पनि बढे पनि आफूले त इन्भेस्ट चाहिँ गरेको छैन होइन। त्यो पनि यसो कहिले काहीँ हेर्न मन लाग्यो भने हेरेर हुन्छ नि त। आज अफिस गएन, बिदामा थिएँ होइन, त्यही भएर चाहिँ हेर्न मन लाग्यो अनि हेर्दै थिएँ। कस्तो घट्यो भन्छन् खै, तर म चाहिँ इन्ट्रेस्टेड छैन सेयरमा त्यस्तो धेरै। मलाई नलेज पनि छैन होइन, मलाई आइडिया पनि छैन सेयरको बारेमा चाहिँ। अनि अरू के कस्तो चलिरहेछ त दिनहरू? के भन्नु, मेरो च्यानलले चाहिँ सबैजनाले लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् है त। कस्तो लाग्यो भिडियो? म आज लामो बनाउँदिनँ, सानो बनाउँछु होइन। अनि अर्को कुरा, मेरो मोबाइलमा चार्ज पनि छैन कि। अनि मैले सेतो धरती भन्ने चाहिँ बुक पढिरहेको थिएँ होइन, तर मलाई त्यो पढ्दै पढ्दै कस्तो रुन मन लाग्यो कि। अनि त्यसपछि मैले पढ्दै पढिनँ, त्यत्तिकै थन्काएर राखेको छु होइन। त्यही भएर के छ त अरू? अब इलेक्सन चाहिँ जे होस्, हामीले रोजेको मान्छेले चाहिँ जित्नु भयो होइन। अब केही चेन्जेस हुन्छ कि, लेट्स सी है। त्यही भएर अहिले चाहिँ सबैजना राम्रो राम्रो मात्रै छन् होइन। पहिले हामीले हेर्दा चाहिँ अब इन फ्युचर चाहिँ के गर्छन् कस्तो गर्छन् भन्ने चाहिँ थाहा छैन होइन। त्यही भएर लेट्स होप कि सबै राम्रो होस् भन्ने हो। अनि के छ त अरू भने चाहिँ, अनि ब्लग कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् है त। म चाहिँ अपलोड गर्छु होइन। अब जे जस्तो भए पनि आज कहीँ गएन, म त्यही घरमै छु, रुममै बसिरहेको छु मोबाइल हेर्दै झ्याउ लगाएर। अनि एउटा सानो त्यो क्लिपहरू बनाइदिउँ सोचेँ। 8559 MHL के भनेर नोटिफिकेसन आइरहेको थियो कि, नेक्स्ट के होला, नोटिफिकेसन अफ गर्नुपर्ने छ मेरो, त्यही भएर। अनि पाकिस्तानी ड्रामा कसले हेर्नुहुन्छ? म एउटा भन्छु ल, फैसले भन्ने छ पाकिस्तानी ड्रामा फैसले। अनि अस्ति मैले कुन हेरेको थिएँ अर्को, शहजादी हाउस, यस
शहजादी हाउस 47.04 1.60% भ्यालिडिटी वान हो शहजादी हाउस पाकिस्तानी ड्रामा पनि एकदम बेस्ट छ हेर्दा हुन्छ मलाई चाहिँ राम्रो लाग्यो मैले चाहिँ त्यो हेरिरहेको थिएँ फेस के अरे शहजादी हाउस चाहिँ कम्प्लिट गरिसकेँ होइन मैले हेरेर अनि अब चाहिँ फैसलले भन्ने चाहिँ 41 हो कि 42 कति एपिसोडमा पुगेछ आई थिङ्क त्यो पनि अब सकिन्छ होला होइन तर मलाई चाहिँ एकदम मन परेको यो ड्रामाहरू चाहिँ तपाईँहरूलाई पनि मनपर्छ भने हेर्नु ल हेर्न चाहिँ नछुटाउनुहोस् राम्रो छ अनि अरू पनि कोही भयो भने म यसो भन्नुला नि त्यही भएर ल मैले आज यति नै बनाएँ ल बाई बाई मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब र कमेन्ट पनि गरिदिनुहोस् ल थ्याङ्क यू